कति बवाल छ यहाँ माइजूले सर स्कुटी चलाइराख्नु भएको गाइज हामी ककनी जाने भनेर यता ताउके हो कि लाउके झर्नातिरको बाटोतिर लाग्यो हेर्न सक्नुहुन्छ बाटो हाम्रो अवस्था यता माइजूको अवस्था पनि हेर्न सक्नुहुन्छ गाइजहरू बाहिर पछाडि बसेर यस्तो बब्बाल जङ्गल छ नि हेर्न सक्नुहुन्छ तपाईँहरूले बाटो ओह्रालो ओह्रालो हेर्नु त हरिश हरिश भाइ उता आइरह हेर्न सक्नुहुन्छ गाइजहरू ऊ चाहिँ बिस्तारै चलाइरहेको छ हेर्न सक्नुहुन्छ गाइजहरू हामी कस्तो जङ्गलमा छौँ भन्ने मलाई मात्र थाहा छ लडायो भने अर्काको स्कुटी भन्ने त हेर्न सक्नुहुन्छ ऊ भाइ पनि आयो के बाटो कस्तो छ ठिक छ भाइले बाटो डेन्जर छ भन्दैछ गाह्रो भएको भए डबलमा चढ्ने हो हजुर उलाई चढाउने हो उलाई राख्ने बिस्तारै ठिक छ है बाटो ल हामी फेरि लाग्यो गाइज एकछिन हामीले रोकेको थियौँ एकदम रमाइलो छ अरे ठाउँ हेर्न सक्नुहुन्छ उता भाइ पनि रमाइलो छ भन्दैछ गाइजहरू हेर्नु होला खोइ माइजू कहाँ हो यो ताउके कि लाउके हामी यो कहाँ आइपुग्यौँ थाहै छैन हामीलाई कसलाई फोन यो टाउके हो कि लौके झर्ना आएको गाइज हामी यस्तो जङ्गलमा गएर बसियो यहाँ माइजूले ताउके झर्ना कहाँ भन्दै हुनुहुन्छ अब गाइजहरू हामी यहाँबाट अब एकछिन झरेर फोन गर्छौँ है गाइज यहाँ हेर्नु हामी अब यो कुन खोलामा पुग्यो थाहा छैन भाइ यो थाकेर बसिरहेको छु यहाँ स्कुटी ल्याएर यस्तो खतरा खतरा छ माइजू भन्नु त कस्तो लाग्यो तपाईँलाई हामी कहाँ ब्युटिफुल टाउके झर्नामा आएर हामी यहाँ बाटो बिर्सेर हेर्नु ल यो यता दुईवटा बाटो छ अब यो तल्लो बाटो यो माथिल्लो बाटो जाने कि त्यहाँबाट तल्लो बाटो जाने थाहा छैन हामीलाई त्यो अलिक सानो खोला छ ल गाइज बाई बाई हामी लाग्यौँ ल फेरि हामीले यहाँ स्कुटी राखेर अब हामी यसरी हिँडेर अब यो बाटो जाँदैछौँ उता माइजू र भाइ अब माइजू 20-25 मिनट हिँड्न पर्छ अरे अब म हेर्नु होला गाइजहरू तर यहाँ नुवाकोट एकदम बिकटै लाग्यो मलाई यो रोडहरू पनि हेर्न सक्नुहुन्छ यस्तो छ रोड पनि हेर्नु कच्ची रोडमा पनि न रोड राम्रो छ बाइक स्कुटीहरू केही नजाने हामीहरू अहिले हिँडेर गइरहेछौँ सेम हाम्रो दार्चुला जस्तो छ यो सिफ्टी जस्तो बाटोको अवस्था देखाउँछु गाइजहरू हेर्नु होला यस्तो छ मेरो अवस्था यस्तो छ जङ्गल बाटो यस्तो छ गाइज बाकी छ चिन्ताले परान बाकी छ झर्ना ऊ त्यो है गाइजहरू हामी गइरहेछौँ हेर्नु होला झर्ना हेर्न हजुर गए पस्ता नगए झन् पस्ता लाउके झर्ना हेर्न सक्नुहुन्छ गाइस तपाईँहरूले
त्यो भन्दै थियो त्यो दिदीले पनि फेरि यो त हाम्रो घरबाट नाना छडा त मना भयो त्यहाँ घट्टा पिने जितिएर जो हो घट्ट पिन्ने कुला जो हजुर हम त खाली आयो पसियो गाइस म त झर्ना भने यता खुब मिलाएको सबैलाई सोचे हे बाबा यस्तो झर्ना ये रहेछ लाउके झर्ना हेर्नु त झर्ना दुःख खाना मात्र यतिकै खै माथि उक्लिम त के कस्तो जानु पा भए राम्रो गाइजहरू पानी नै पानी रहेछ छैन त लौका जस्तै झर्ना लौका जस्तो झर्ना रहेछ रहेछ त्यो हेर लौके झर्ना नाम लौके के हुन्छ लौका जस्तो दहीहरू म यी हो झर्ना यी इसो हेर्नु गाइस झर्ना पनि लौका जस्तै रहेछ आइया बाबा गाह्रो छ त उक्लिनलाई ओहो यो त शीतला गएको जस्तो पो महसुस शीतला खोला हेर्दै गया जो ल ल यहाँ भाइ कस्तो लाग्यो यो झर्ना लास्ट चाहिँ खतम रहेछ हेर हामी झर्ना हेर्न आएको यस्तो देख्यो माइजू तल हुनुहुन्छ हेर्नु होला गाइजहरू लाउके झर्ना हेर्न गएको ठिक नलागेर हामी फर्केर आयौँ र माथि अब ककनीतिर लाग्यौँ उकालो भाइले हात हल्लाउँदैछ पछि म चाहिँ माइजूको पछि बसेको छु माइजूले चाहिँ स्कुटी चलाइराख्नु भएको छ हेर्न सक्नुहुन्छ गाइजहरू ऊ त्यहाँ माथि भ्यू पनि एकदमै राम्रो छ ककनीको ककनी पुग्यौँ र हामी त्यहाँबाट माथि उकालो लाग्यौँ ककनी एपिआर हेर्नु होला यस्तो राम्रो छ क्याम्पको बाटो हुँदै हामी माथि उकालो लाग्यौँ पछाडि भाइ पनि आइरहेछ र हामी गयौँ त्यहाँबाट अब माथि पुगेर हामीलाई एकछिन स्कुटीहरू रोकेर चटपटी पनि खाएको थियो त्यो चाहिँ भिडियो हामीले बनाउन बिर्सेथ्यौँ हामी यसरी गयौँ है हामी माथि स्तूपमा पुग्यौँ र मैले यसरी भिडियो बनाएँ यो भिडियो चाहिँ भाइले खिचिदिएको है ओह भाइ कसरी हिँडिरहेछ है यो भिडियो चाहिँ मैले खिचिदिएको भाइको भिडियो कति कालो आछ त्यसपछि हामी स्ट्रबेरी भए ठाउँमा आयौँ यहाँ चाहिँ भर्खर स्ट्रबेरी बन्दै रहेछ हेर्न सक्नुहुन्छ गाइजहरू यता भाइ चाहिँ हेलमेट लाएर बसिरहेछ अनि उता माइजूले भिडियो फोटो खिचिदिनु भनिराख्नु भएको हामीलाई अनि हामीले यसरी फोटोहरू खिच्यौँ र बाँकी भिडियोहरू पनि खिच्यौँ अब हामी घरतिर लाग्यौँ र घरतिर गएको चाहिँ भिडियो बनाउन पाइनौँ ल बाई बाई गाइस